हेलो साथीहरू, नमस्कार। म लेखराम अर्याल हजुरहरू सामु वाचा गरे बापत मेरो कविता भाग 3 लिएर आएको छु। यसलाई लाइक, कमेन्ट अनि शेयर गरी धेरै नेपाली माझ पुर्याउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। अन्य दिनहरूमा पनि यसलाई राजनीतिक विसङ्गति विरुद्ध र नेपालमा परिसिर्जित घटनाहरूको लिएर ताजा अपडेट लिएर हजुरहरू सामु आउने नै छु। धन्यवाद। अब ढिलो नगरिकन कवितातर्फ लागौँ है त। अब कविताको चाहिँ शीर्षक छ अब यो पोखराको चाहिँ विमानस्थलको चाहिँ परिघटना, यो भ्रष्टाचारको चाहिँ आएको छ। यसको चाहिँ विशेष रूपमा चाहिँ मेरो मनले चाहिँ अब चाहिँ सानो कविता वाणी वाचन गरौँ, सबै नेपाली माझ पुर्याउँ भनेर चाहिँ म चाहिँ कविता चाहिँ हजुरहरू सामु पस्किँदैछु है। हे नेताहरू हो, पोखरामा एयरपोर्ट बनायो, आफै खाएर आफै रमायो। हे नेताहरू हो, पोखरामा एयरपोर्ट बनायो, आफै खाएर आफै रमायो। खाना र घिच्न पनि कति सकेको हो, खाना र घिच्न पनि कति सकेको हो। 14 अरब त भुँडीमै जाकेछौ। खाना र घिच्न पनि कति सकेको हो, 14 अरब त भुँडीमै जाकेछौ। कर्मचारीले मात्र खाएको छैन होला, कर्मचारीले मात्रै खाएको छैन, मिलीभगत त ठुला टाउके नेताहरूको पनि होला, मिलीभगत त ठुलो टाउके नेताहरूको पनि होला। हेर्दै जाउँ खोजी नीति गर्दै जाउँ को जाकिन्छन्, हेर्दै जाउँ खोजी नीति गर्दै जाउँ को जाकिन्छन्। थुक्क विदेशी ऋण लिएर यसरी खाँदा यी सबै नर्कतिर जाकिन्छन्। थुक्क विदेशी ऋण लिएर यसरी खाँदा यी सबै नर्कतिर जागिन्छन्। हस् त, हजुरको सामु, हजुरहरूको सामु यो सानो कविता चाहिँ पस्केको छु। यसलाई चाहिँ धेरै नेपाली माझ पुर्याउनु होला भन्ने चाहिँ आशा र अपेक्षा गर्दै पहिलालाई फेरि बिदा हुन्छु। अन्य दिनहरूमा फेरि भाग 4 लिएर हजुरहरू सामु आउने नै छु। धन्यवाद, नमस्कार।